बर्ड जोन अर्थात् चरी मार्ग यो तनहुँको शुक्ला गण्डकी नगरपालिकामा रहेको एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो। शुक्ला गण्डकी नगरपालिका अन्तर्गत पृथ्वी राजमार्गको हलेदीबाट केही मिनटको दूरीमा पुग्न सकिने बागेडाँडाबाट भुजीकोटसम्म विकास गरिएको पैदल मार्ग चरी मार्ग अर्थात् बर्ड जोनको रूपमा परिचित हुँदै जान थालेको छ। नेपालको पहाडी क्षेत्रमा पाइने विभिन्न चराहरूलाई प्रत्यक्ष निहाल्दै र यिनीहरूको चिरबिर आवाजको मनोरञ्जन लिँदै यात्रा गर्नु यो मार्गको प्रमुख विशेषता रहेको छ। ग्रामीण जनजीवन परम्परागत शैलीमा निर्माण गरिएको गोरेटो बाटो धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेका स्थलहरूको दृश्य अवलोकन समेत यो गन्तव्यमा देख्न सकिन्छ। शिला देवीको मन्दिर, सिद्ध गुफा, नेपालको राष्ट्रिय फूल लालीगुराँस, गिद्धहरूलाई निहाल्न सकिने गिद्धे डाँडा लगायतको स्थानसँगै पोखराका ताल तलैया र अन्य जिल्लाहरूको रमणीय दृश्य यो यात्रामा देख्न सकिन्छ। रोटी बस्न, भुजीकोट जाने र मेलापात गर्न गाउँलेहरू आउजाउ गर्ने पुरानो मार्ग लकडाउनमा सवारी नचलेपछि स्थानीयहरूको आउजाउले पुनः विकास भएको चरी मार्ग विकास समितिका कोषाध्यक्ष सुमन सापकोटाको भनाइ छ। चराका प्रकृतिहरू, चराका प्रकारहरू, विभिन्न चराहरूलाई नजिकबाट निहाल्न, चराका आवाजहरू सुन्दै अलिक मौसम अनुसार चाहिँ लालीगुराँस फुलेको हेर्दै, हिमाल, डाँडा पाखा, पोखराका लेखनाथका विभिन्न भ्यूहरू, बजारहरू हेर्दै हामी यो पदमार्ग हिँड्न सकिन्छ। हामी हिँड्दै गर्दा पदमार्ग बिचमा बाघखोर, त्यस्तै गरी सिद्ध गुफा, थामडाँडा, शिला मन्दिरको अवलोकन गर्दै हामी यो पदमार्ग हिँड्न सकिन्छ। अहिले यो आर्थिक वर्ष 80-81 मात्रै प्रदेश सरकारबाट चाहिँ 10 लाख विनियोजित रकम भएको थियो। हामीले चाहिँ त्यो 10 लाखले चाहिँ सामान्य तपाईँको हलेदीदेखि भुजीकोटसम्म चाहिँ सामान्य सिमेन्ट बिनाको चाहिँ ढुङ्गाको स्टेप काटेर चाहिँ हामीले बाटोको निर्माण गरेको थियौँ। बिचबिचमा दुईवटा हामीले अहिले पनि देख्यौँ, दुईवटा प्रतीक्षालय सिमल चौर र माथि डाँडामा थामडाँडामा दुईवटा प्रतीक्षालय अनि टोयलेट बाथरुम पनि हामीले तल देख्यौँ है। अनि बोर्ड, सूचना बोर्डहरू हामीले बिचबिचमा त्यो रकमले चाहिँ यति चाहिँ निर्माण गरेका छौँ। अझै के आवश्यकता छ यहाँ? आवश्यकता त धेरै छ। बाटोको अवस्था यस्तो छ, हिँड्ने अवस्था छैन। बर्खायाम भइसकेपछि झाडीले छोपिहाल्छ। सिमेन्टेड होइन यो, ढुङ्गा माटोको भएपछि माटोमा झार बोलाउँछ, छोपिहाल्छ। यसलाई चाहिँ के छ भन्दा अहिले यो मिलिनियम ट्रेकको एउटा यो राउन्डमा पनि परेको छ। जस्तो खरिनटार, 3 खोले हुँदै तगाम भुजीकोटबाट अनि यो चरी मार्ग हुँदै तल चिवनधाम निस्केर यो मिलिनियम ट्रेकमा जाने पर्यटकहरू चाहिँ बेला बेलामा आइरहनुहुन्छ। पृथ्वी राजमार्गको हलेदीबाट हिँडेर 2 घण्टादेखि 3 घण्टाभित्रमा भुजीकोट पुग्न सकिन्छ। बर्ड जोन अर्थात् चरी मार्ग मिलेनियम ट्रेकको समेत एक अङ्गका रूपमा विकास भइरहेकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको चहल पहल बढ्दै जान थालेको छ।